यस्तो बाँकी छ तर यिनी साना साना छन् ठुलो यस्तो बाँकी छ तर यिनी साना साना छन् ठुलो जति छ यता देखिन्छ स्याउ त कति खाऊ आज एकदम पूर्ण रूपमा स्याउ बगानमा छु आज म अब यता माथितिरसम्म छ तर माथिसम्म नजाऊ यही नजिकैसम्म जाउँ दाइ आउनुहोस् त यहाँसम्म देखाइदिनुहोस् हो यो ल हेर्नुहोस् यस्तो पाकिरहेको छ यस्तो रातो रातो पाकिरहेको छ माथिसम्मै छ तर म माथिसम्म जाँदैन हो यहीँबाट यता रिटर्न हुन्छु ऊ पारी यो सल्लाहको बुट्टा छ सल्लाहको बुट्टामा चढेर तपाईँहरूलाई यो ठाउँ यो कति क्षेत्रमा यो स्याउ उत्पादन गरिएको छ सबै देखाउँछु भिडियो हेर्दै जानुहोस् है त ल हेर्नुहोस् यस्तो रातो रातो पाकिरहेको छ माथिसम्मै छ तर म माथिसम्म जाँदैन हो यहीँबाट यता रिटर्न हुन्छु ऊ पारी यो सल्लाहको बुट्टा छ सल्लाहको बुट्टामा चढेर तपाईँहरूलाई यो ठाउँ यो कति क्षेत्रमा यो स्याउ उत्पादन गरिएको छ सबै देखाउँछु भिडियो हेर्दै जानुहोस् है त म जुत्ता खोलेर यो रुखमा चढेर तपाईँहरूलाई म माथिबाट ड्रोन क्यामेराले जस्तै देखाउँछु है सकिन्छ सकिन्न हेरौँ है यसले दिन्छ तपाईँहरू देखिसक्नुभयो अब म झरेँ है अब झर्दैछु अलिक मुस्किल हुने चाहिँ धेरै समय भयो रुख नचरेको नेपाल हुँदा निकै खर्सुङका बुट्टाहरूमा चिलाउने रुखहरूमा यहाँ चाहिँ गाह्रो भयो है यति सानो रुख छ लामफाल्यो नचरेको नि लगभग 5-6 वर्षै भयो जब विद्यार्थी जीवनबाट बिदाई भयो त्यहाँबाट रुख चढ्न पनि लगभग बिदाई भएको थियो धेरै समयपछि पोर्तुगलमा आएर यसरी रुख चढ्यो है ल त्यो त लागि हुन्छ अब यहाँ तपाईँहरू यतातिरको यो प्रत्येक लाइनको तपाईँहरूलाई म देखाउँछु भिडियो हेर्नुहोस् है यो सबै लाइन छ यहाँ सबै लाइनको देखाउँछु यो पनि एउटा माथिसम्म छ यतातिर भने अलिकति पाकेको छैन यतातिर चाहिँ देखाउँछु म तपाईँहरूलाई यतातिर चाहिँ अलिक पाकेको छ है माथिबाट देखाएको थिएँ मैले यो माथि त्यहाँ गएर तपाईँहरूलाई यो स्याउको कति भागमा फैलिएको छ यो यिनीहरू चाहिँ पूर्ण रूपमा पाकेको छैन नि पाक्ने क्रममा छन् तर यतातिरको भने पाकिसकेको छन् है ल हेर्नुहोस् यिनी भनेको लगभग अब टिप्ने क्रममा छन् यिनीहरू ल ए यसरी तलको चराहरूमा पनि यसरी तपाईँले तलको खुट्टाहरू पनि देखाउँछु माथिका फलहरू देखाउँछु तपाईँहरूलाई यो भिडियो हेर्न पनि उत्तिकै आनन्द आइरहेको होला र मलाई यो स्याउ बगानमा रहेर खिच्न पनि उत्तिकै आनन्द आइरहेको छ यहीमै यसरी पाकेको छैन पाक्न बाँकी छ भने यति नजिकैमा र यहीमा भने यति राम्रोसँग पाकेको छ यतातिर चाहिँ अलिक कम छ यतातिर भने अलिक बढी छ ल म यो टिप्छु अनि खान्छु है लास्ट यति छ गर्मीले मारेर लास्ट घाम रहेछ घाममा पनि तपाईँहरूलाई मैले यो स्याउ बगानको भिडियोहरू देखाइरहेको छु
निकै टेस्टी म स्याउ बगानबाट अलिक बाहिर आएँ बाहिरबाट झन् प्रष्ट तरिकाले देखाउँछु है अब तपाईँहरूलाई हेर्नुहोस् त्यो चाहिँ काँचै छ त्यति पाकेको छैन पाकेकै रहेनछ थोरै अब पाक्न थोरै सुरु भएको छ यहीमा भने यसरी पाकिरहेको छ है परैसम्म छ परैसम्म देखाउँछु तपाईँहरूलाई यो रुखमा चढ्ने भनेको सकेन सानो रुखमा नि ल त्यो अलिक गाह्रो हुन्छ यहाँमा चढ्नु त्यो रुखमा हो त्यो रुखमा चढेर तपाईँलाई देखाउने परसम्म यस्तो हाम्रो नेपालमा पनि यसरी खेती त गरिन्छ तर बजार पाउँदैन है बजार व्यवस्थाको कमी छ र भारतबाट ल्याएका स्याउहरू हामीले खाने गर्छौँ मनाङ मुस्ताङ हुम्ला जुम्लाका स्याउहरू कोइन्छन् भने फरक देशबाट ल्याएको स्याउ भने हामीहरू खाने गर्छौँ तर यहाँ भने स्वदेशमै उत्पादन भएको खाने गर्छन् यहाँका मान्छेहरूले स्वदेशमै यसरी उत्पादन गरिएको छ नेपाल जस्तै यो पनि कृषि प्रधान देश हो यतातिर पनि उत्तिकै कृषि भूमिहरू छन् र यता पर पनि रुखहरू सबै काटेको रहेछ अब यी सबै रुखहरू फाँडेर नाङ्गो बनाएको ठाउँमा पनि केही खेती लगाउनलाई होला पक्कै पनि धेरै यसो एकदमै एग्रिकल्चर क्षेत्र छ यो एरिया यस्तै यो एरियाको अन्य खेतीबालीको भिडियोहरू हेर्न र विशेष गरेर यस परदेशी भूमि पोर्तुगलमा रहेका विभिन्न रमाइला रमणीय भिडियोहरू हेर्नको लागि च्यानलबाट हेर्नुभएको छ भने यो युट्युब च्यानल सब्सक्राइब गर्नुहोला र फेसबुक पेजबाट हेरिरहनु भएको छ भने यो फेसबुक पेज पनि फलो गर्नुहोला भन्दै यस भिडियोबाट बिदा हुन चाहन्छु हस्त धन्यवाद।